हाई गाइज नमस्ते सम्पूर्णमा स्वागत छ समीक्षाको मिनी किचनमा। आज चाहिँ टमाटरको फत्के अचार बनाउला गोलभेडाको चेरी गोलमा। यसको लागि सबै चाहिने सामानहरू म देखाइरहेको छु। टिमुर, पुदिना, अदुवा, लसुन, जिरा अनि हरियो खोर्सानी। तेल तातो गरेर यसमा जिरा पुर्याउँ सुरुमा। अनि त्यसपछि चाहिँ हामीले अघि खोल्साएर राखेको लसुन हालौँ। अनि त्यसपछि लसुन फुट्दै गर्छ अदुवा पनि काटेर राखेको अदुवा हालौँ। यसलाई हल्का चलाउँ। त्यसपछि अघि काटेर राखेको हरियो खुर्सानी पनि हालौँ। यसमा चाहिँ स्वादअनुसार हाल्न सक्नुहुन्छ है। मलाई चाहिँ पिरो अलि टक्क पिरो चाहिएको भएर अलिक बढी हालेको। हजुरहरू आफ्नो स्वादअनुसार राख्न सक्नुहुन्छ ल। यसलाई हल्का रातो रातो हुने गरी भुटिसकेपछि यसमा अघि धोएर राखेको सानो गोलभेडा चाहिँ यसमा हालौँ। अनि यसलाई मजाले चलाएर एकछिन पाक्न छोडिदिने है साथीहरू। अनि यो पानी छोडिरहेछ, यसले पाकिरहेछ कि, अनि त्यही भएर पानी छोड्दै अनि यसलाई छोडिदिउँ। अनि त्यसपछि एकछिन पाक्दै अनि एकछिन पाक्छ, मजाले पाक्न छोडिदिने। अनि यसमा नुन हाल्ने। त्यसपछि स्वादअनुसार अलि मैले धेरै नै हालेको छु, मेरो 3-4 दिनलाई रहने गरी पकाएको। अनि त्यसपछि यसमा बेसार हाल्ने। यसलाई मजाले 4-5 दिन 6-7 दिनसम्म पनि फ्रिजमा स्टोर गरेर राखेर खान सकिन्छ है साथीहरू। एकदम मिठो स्वादिलो टेस्टी हुन्छ यो। मेरो मम्मीको रेसिपी हो, उहाँले बनाउनुहुन्थ्यो यस्तो, खुब मन पर्थ्यो। अनि मजाले पाक्न दिने। त्यसपछि अघि दरदरा पारेर राखेको बदाम हाल्ने यसमा। एकदम यसको मेन इन्ग्रेडियन्ट भनेको यही बदाम हो। यस्तो स्वादिलो बनाउँछ नि यसले। हजुरले सक्ले पनि राख्नुहुन्छ। लास्टमा टिमुर हालिदिउँ। टिमुरले त चटनी भनिसकेपछि त टिमुर चाहिहाल्यो, अनिवार्य हामी नेपालीहरूको भान्सामा। त्यसपछि चाहिँ यसलाई लास्टमा हामी हाल्छौँ पुदिना, काटेर राखेको पुदिना हालिदिने। अनि यसपछि यो चटनी रेडी भयो। भातसँग, रोटीसँग, जेसँग पनि एकदमै खान सक्नुहुन्छ। दामी मिठो हुन्छ ल।